अब यहाँ हामी हिँड्दाखेरि चाहिँ सबै सँगसँगै हिँड्नुपर्छ भित्र गएर चाहिँ हराउन सकिन्छ भित्रको तापक्रम चाहिँ 21 डिग्री सेल्सियस रहेछ हेलो हामी हिँड्दाखेरि चाहिँ हात साँतेर हिँड्नुपर्छ तपाईँ चाहिँ अहिले तपाईँलाई खोज्नको आपत हुन्छ फेरि लाइट घरिघरि चाहिँ हुन्छ सबै ठाउँमा लाइट छैन अँधेरो छ बाटो यस्तो छ यो चाहिँ एकदमै डरलाग्दो गुफा छ यहाँ बनाएको त होला दाइ हैन बनाएको होइन यो आफै प्रकृतिले नै बनाइदिएको यो ज्वालामुखीबाट चाहिँ विस्फोटन भन्न यहाँ चाहिँ 5000 वर्ष भन्ने जस्तो मैले सुनेको छु यो त्यति पुरानो गुफा यो चाहिँ यो एकदम यो हामी सबै माथि गुफा सबै घुमेर भ्याउँदाखेरि चाहिँ 40 मिनट चाहिँ लाग्छ क्या ल 5000 पुरानो गुफा यो भुइँ चाहिँ चिप्लो छ सबैले हात साँदैन होइन है यो लड्ने सम्भावना बेसी छ यहाँ गुफाभित्र पानीको मुहान पनि छ यहाँ पानी पलाइरहेको छ पोखरी छ यो पानी एकदम शुद्ध छ होला पानी पिउन मिल्ने खालको आनन्दले हेर्ने हो नराम्रो भएर देखाउनु हुन्न जताततै क्यामेरा छ मलाई त्यति बुढेसकाल लागेन अहिलेसम्म यतिको माथि सब फिल हुनलाई शरीर तातै छ अहिलेसम्म यहाँ चाहिँ एकदम डेन्जर छ टाउको ठोकिने सम्भावना एकदमै छ अग्लो मान्छेले चाहिँ मरि छोसी भनेर चाहिँ भनिरहेको छ यो मान्छे मसँग त्यहाँ चाहिँ जाली चाहिँ लगाइदिएको छ Oh my goodness. माटो त पक्कै होइन ढुङ्गा हो नि ढुङ्गा हो नि फोटो खिच्न भयो तिनीहरू कहाँ गयो तिनी अब यसरी छुट्टिएपछि हराइहाल्छ नि मान्छे अघि नै सँगसँगै आउनु भने हो अब यहाँबाट उनीहरू त अब हराइहाल्छ नि यहाँ फोन लाग्छ यहाँ नेटवर्क हुँदैन सबै आएको छ नि यता उता गया गया भिडियो देखिन्छ यहाँ त मान्छे छिर्नै सकिँदैन पुरै निउरी परेर हिँड्नु पर्छ ल तिमी त छिर्दैनौ क्या हो तिमी त ज्यान ठुलो छ तिम्रो त अलि ठुलो मोटो मान्छे त यहाँ छिर्न गाह्रो छ त्यहाँ त्यही भएर खाना अलिक थोरै कम गर भनेको तिमीलाई मैले अब यहाँबाट फेरि ओह्रालो छ यहाँ त चिप्लिने सक्ने सम्भावना बेसी छ राम्रोसँग हिँड्नुपर्छ यहाँ त निस्किनै सक्दैन 45% चाहिँ हाम्रो क्लियर भयो अझै 710 मिनेट चाहिँ बाँकी रहेछ हाम्रो यो गुफा हिँड्नलाई अनि फर्किन पनि पर्यो नि त फेरि यस्तो खम्बा बनाएर चाहिँ यसबाट जोड्दै गरे चाहिँ सबै क्लियर
अनि सपोर्ट पनि हो माथिबाट नखस्नु भनेर सबैमा कनेक्ट गरेर चाहिँ 5,000 ल हेर त यहाँ त त्यहाँबाट खस्यो नि त यो त फाल्टो छ त त्यहाँ पुरै हेर्न जाने प्याराग्लाइडिङ गर्ने हो नि गर्ने हो हिजो त नगर्ने हुँदैन आयो ल 50% सकियो अब फेरि उकालो लानु भयो यहाँ पनि रहेछ बाटो तर यहाँ चाहिँ बन्द गरिदिएको रहेछ क्या अलि डेन्जर भएर हामी कतिचोटि उकालो लगाएको थियो ओह्रालो लगायो फेरि उकालो लगायो देखिन्छ 저기 있구나. 진짜 저기. 오. 야, 이제 보다. यहाँ अलि उज्यालो हुन्छ तिमी पछाडि भयो त भाइ फोटो हाल्ने कि दाइ ल हामीले चाहिँ गुफा चाहिँ पुरै अवलोकन गरेर भइसक्यो ल भाइ कस्तो लाग्यो तिमीलाई गुफा चाहिँ दामी दाइ म त 3 चोटि हो आज सुत्दा ह्याट्रिक भयो ह्याट्रिक हाने तिमीले यो भाइलाई चाहिँ कस्तो लाग्यो तिमीलाई हाम्रो त अनुभव चाहिँ हामी त सँगसँगै थियौँ भित्र चाहिँ यो दुईजना चाहिँ तर तपाईँहरू किन पाजिएको त्यहाँ गएपछि अनि छुट्टिनु भयो अनि चाहिँ समग्रमा हाम्रो चाहिँ राम्रै भयो आजको यो चाहिँ रमाइलो भयो